नमस्कार। संसारैभरि घट्ने गरेका अपत्यारिलो जस्तो लाग्ने तर वास्तविक घटनाहरूको सँगालो विचित्र संसारको यो अर्को नयाँ श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। आजको भिडियोमा तपाईँलाई प्रेमिकाको शरीरमा प्रेमीले बनाइदिएका 250वटा ट्याटु र अन्तिममा ब्रेकअप दिएको घटनाको प्रसङ्गलाई सुनाउन गइरहेको छु। कुनै मान्छे आफ्नो पार्टनरप्रति कति हदसम्म क्रूर तथा अमानवीय हुन्छ र अधिकार जमाउन खोज्छ भन्ने कुरा नेदरल्यान्ड्सकी एक महिलाको कथाले देखाएको छ। जोक नामकी ती महिलाको शरीरको झन्डै 90% भागमा उनका पूर्व प्रेमीले जबरजस्ती 250वटा ट्याटु बनाइदिएका थिए। त्यस्ता ट्याटुहरू महिलाको अनुहार, घाँटी, छाती र संवेदनशील अङ्गहरूमा समेत बनाइएका थिए। त्यसमा धेरै जसो ती प्रेमीको नाम वा नामको अक्षर कुँदिएको थियो। जोकका अनुसार प्रेम सम्बन्धमा रहेको बेला उनी लामो समयसम्म मानसिक र शारीरिक हिंसाको शिकार भइन्। उनका प्रेमीले सस्तो ट्याटु मेसिन प्रयोग गरेर प्रेमीको नाम अनि नामको अक्षरका ट्याटु बारम्बार महिलाको शरीरमा कुँदेका थिए। यस प्रक्रियामा प्रेमीले उनलाई धाकधम्की तथा दबाब दिने गरेका थिए। जोकलाई उनका पूर्व प्रेमीले लगातार धम्क्याउने, डर देखाउने र नियन्त्रणमा राख्ने गर्थे। समयसँगै उनी मानसिक रूपमा यति कमजोर भइन् कि उनले आफूलाई मदिरा र लागु पदार्थको नसामा डुबाइन्। त्यस अवस्थामा उनी आफ्ना लागि आवाज उठाउन समेत असमर्थ भइन्। यो घटना केवल ट्याटु बनाएको घटना मात्र नभई व्यक्तिमाथि स्वामित्व जमाउने प्रयासको रूपमा पनि लिइएको छ। नेदरल्यान्ड्स स्थित ट्याटु रिग्रेट नामक संस्थासँग आबद्ध एन्डी हानका अनुसार ट्याटुहरू ती महिलाको शरीरका त्यस्ता भागहरूमा समेत बनाएका थिए जहाँ अरू कसैले छोएको हुन सक्ने शङ्का ती पुरुषलाई थियो, जसले गर्दा घटनालाई अझ गम्भीर बनाएको छ। पीडितले प्रहरीमा उजुरी दिए पनि कानुनी रूपमा घटना प्रमाणित गर्न कठिन भएको बताइएको छ। आरोपीले ती ट्याटुहरू सहमतिमै बनाइएको दाबी गरेका छन्। यसले अनुसन्धान प्रक्रियालाई थप जटिल बनाएको छ। यो दर्दनाक अवस्थाबीच ट्याटु रिग्रेट नामक संस्था जोकका लागि आशाको किरण बनेको छ। संस्थाले सहयोग अभियान चलाएर $35,000 भन्दा बढी रकम सङ्कलन गर्यो। अहिले जोकको उपचार भइरहेको छ र बिस्तारै उनको शरीरबाट ट्याटु हटाइँदैछ। अनुहारका धेरैजसो दाग मेटिसकेका छन् र उनी आफ्नो हराएको पहिचान पुनः फर्काउने प्रयासमा छिन्। उनले आफू जस्तै पीडितहरूलाई हिम्मत नहार्न आग्रह गर्दै गम्भीर आघातपछि पनि नयाँ सुरुवात सम्भव रहेको सन्देश दिएकी छन्। तपाईलाई यो भिडियो कस्तो लाग्यो? अवश्य पनि कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया जनाउनुहोला। साथै यस्तै खाले रोचक तथा तथ्यपूर्ण भिडियो सामग्री हेर्नका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा फेसबुक पेजलाई फलो, लाइक तथा कमेन्ट गर्न नभुल्नुहोला। यो भिडियो हेर्नुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद।